देख्दिनँ भन्नुहुन्छ तपाईँको प्रभुले तपाईँलाई। लु पढ्न सकिन्छ। किनकि उहाँ आफैले भन्नुभएको छ म तिमीलाई कुनै रीतिले छोड्ने छैन, कुनै रीतिले छोड्ने छैन। न त तिमीलाई कुनै रीतिले त्याग्ने छु। कस्तो चाहिँ ह्यान्डसम, कति चाहिँ लाइकको, कति चाहिँ प्यारो, कति चाहिँ सुन्दर, कति चाहिँ माया गरेको तपाईँलाई। लु भन्नुहोस्। त्यसले गर्दा प्रभु यीशु मसीह पापीको मित्र हुनुहुन्छ। कहिल्यै प्रभु यीशु मसीहले तपाईँलाई दोष लाउनुहुन्न। केही भुल छ, केही त्रुटि छ र देखाउनु पर्यो भने 5वटा कुरा पहिला सर्काएर भन्नुहुन्छ। अम्मै तिमी त कति राम्री भन्नुहुन्छ पहिला चाहिँ। दिदीबहिनीले भनेको छ यस्तो कुरा कहाँ लेखेको छ? पहिला चाहिँ सर्काएर भन्ने, अनि भरे लास्ट अलिकति चाहिँ यतापट्टि दाग लागेको रहेछ भन्ने। कहाँ होला लु भन्नुहोस्। हजुर बहिनीले भन्नुभयो ठिक। प्रकाशित वाक्यको किताबमा चाहिँ हाम्रो प्रभुले चाहिँ कहिले दोष लाउनुहुन्न। पहिला चाहिँ सर्काएर भन्नुहुन्छ। आम्मा के साह्रो राम्रो। अलिकति कुर्ताको छेउमा चाहिँ अलिक दाग लागेछ। तिमी त कति राम्री, फुल जस्ती राम्री, जुन जस्ती राम्री भनेर सर्काएर तिमीले बनाएको चिया नै राम्रो, तिमीले बनाएको खानै राम्रो, त्यो टेढा रोटी पनि इन्डियाको म्याप जस्तो कति राम्रो भनेर लास्टमा चाहिँ अलिकति बुढी अम्लाको नङ चाहिँ लामो भएछ भने मन दुखाउँछ नि त्यो बेहुलीले। सर्कारमा ती पुगेपछि त उम्लेपछि त त्यो त देख्दैनन् कि, अथवा छिटो गरेर नङ काट्छन्, कसो गर्छन् मलाई थाहा छैन। त्यस्तै प्रकारले प्रकाशको किताबमा हामी त्यस्तो कुरा पाउँछौँ। अहिले हामी पढ्दैनौँ त बहिनीले भनिदिनु भयो। तपाईँले हेर्नु हाम्रो प्रभु यीशु मसीहले चाहिँ कहिले दोष लाउनुहुन्न भए। व्यवस्थाद्वारा परमेश्वरलाई खुसी तुल्याउन नसक्ने भए, व्यवस्थाद्वारा कोही मान्छे सिद्ध हुन सकेन। परमेश्वरको स्तर अति नै उच्च भयो। मान्छेले आज्ञा पालन गरेर कसरी माथि जाने नसक्दाखेरि चाहिँ दोस्रो जमरको चाहिँ किन भन्दा, राम्रो सुन्नुहोस्, पुरानो नियममा सबैभन्दा फाइनेस्ट भन्दा पनि फाइनेस्ट भनेको चाहिँ सबैभन्दा उत्तम 1 नम्बरको विश्वासी ल्याउनु पऱ्यो भने हामीले अघि बिहान पनि स्टडी गऱ्यौँ। अयुब हो। अयुबले बिना बाइबल परमेश्वरको डर मान्थे। अयुबले गरिब दुखीहरूको हेरचाह गर्थे। अयुब धनी भएर अन्धा मान्छेलाई बाटो क्रस गराइदिन्थे। अयुबले सबैलाई सहायता नगरेको कहीँ छैन। अयुबले 10 जना छोराछोरी घरले पुर्दाखेरि पनि धन्यवादै चढाएको हो। अयुबको शरीरमा 17 किसिमको रोग खनिँदाखेरि पनि 17 किसिमको रोग खनिएको छ। तपाईँले बाइबल स्टडी गर्नुभयो भने 17वटा रोग खनिँदाखेरि पनि धन्यवादै चढाएको। फाइनेस्टभन्दा फाइनेस्ट बिलिभर विश्वासी पुरानो नियमको अयुबलाई ल्याउन सकिन्छ। तरै पनि त्यो अयुबले पनि यसो भने, यो परमेश्वरसँग व्यवहार गर्न साह्रो पर्दो रहेछ। अति साह्रै अग्निमय परमेश्वर, बिचमा एकजना कोही मध्यस्थ भइदिए त हुन्थ्यो। अब सबजनाले मध्यस्थ भन्नुहोस् त, के होला मध्यस्थ भनेको? हजुर मिडिएटर भन्नुहोस् त इङ्ग्लिसमा। बिचमा एकजना मेरो दुःख बुझिदिने, मेरो कुरा लगेर भनिदिने। उहाँ परमेश्वर हो, म माटोको मान्छे हुँ। भला कि उहाँले मेरो दुःख बुझ्नुहुन्छ होला, तर अग्निमय परमेश्वरसँग व्यवहार गर्न साह्रो पर्दो रहेछ। बिचमा एकजना कोही मध्यस्थ उभिदिए त कति राम्रो हुन्थ्यो भनेर अयुबले पनि इच्छा गरेको। त्यस्तो पवित्र मान्छे, त्यस्तो राम्रो धर्मी मान्छेले पनि बिचमा एकजना कोही निर्णायक, मध्यस्थ, मिडिएटर, वकिल भइदिएदेखि चाहिँ यो परमेश्वरसँग बात गर्न सजिलो हुन्थ्यो भनेर अयुबको किताब 9 अध्यायमा भनेका छन्। आउनुहोस्, अयुबको किताब 9 अध्यायमा 9 अध्यायको 32 पद, 33 पद, 34 पद पढ्नुहोस्, 35 पद कसैले पढ्नुहोस्। म जस्तो मानिस उहाँ हुनुहुन्न कि म उहाँलाई जवाब दिन सकूँ, ताकि हामी आपसमा मुद्दा लड्न सकौँ। 33 न त हाम्रो बिचमा कुनै निर्णायक छ जसले हामीलाई दुवैमाथि आफ्नो हात राख्न सक्छन्। सुन्नुहोस्, यता हेर्नुहोस् न। बाइबललाई बिस्तारै बुझ्नु। हाम्रो बाइबल स्टडी त हो। 2 जनाको बिचमा झगडा भयो, 2 जनाको बिचमा मनमुटाउ भयो भनेदेखि कतिको घरमा बुढाबुढी नै डिस्कस परेछन्। बिचमा कोही राम्रो ज्ञानी मामाहरू, कोही काकाहरू आइदियो भने सुन बढी सुन, त ज्यादा बोल्दै रहेछ, सुन। ज्वाइँ पनि चुप लाग्यो एकछिन।
भनेर त्यो काखका बुढो मान्छेले आएर फैसला गरिदियो। राम्रो प्रकारले दुईजनालाई सिटी फुकेर त पहिला चुप लाग, उसलाई बोल्न दे भनेर भनिदियो भने भरेभरि बुढाबुढी हाँस्न सक्छन् मिलेर। किन भन्दा त्यहाँबाट कोही मान्छे आएर निर्णय गरिदियो। अयुबले पनि त्यसै भन्दैछ, यो परमेश्वरसँग डिस्कस गर्नुपर्दा साह्रो रहेछ। म त सत्य परमेश्वर, म असत्य मान्छे, भुल भेटाइहाल्नुहुन्छ, पाप भेटाइहाल्नुहुन्छ, उहाँले मलाई दबाइहाल्नुहुन्छ, चेप्टाइहाल्नुहुन्छ, निचोरिहाल्नुहुन्छ, सबैभन्दा पवित्र छु भनेर भन्दाखेरि पाप भेटाइहाल्नुहुन्छ। कसरी चाहिँ गफ गर्नु, कसरी चाहिँ उहाँसँग वार्तालाप गर्नु भनेर उसको समस्या त्यस्तो थियो। अब यहाँनिर 34 पद पढ्नुहोस् त। त्यो 34 कसले पढ्ने? म पढ्छु। उहाँले आफ्नो डन्डा मबाट हटाउन्, उहाँको डरले मलाई भयभीत नपारोस्। 35 तब म बोल्ने थिएँ, उहाँसँग डराउने थिइनँ, तर मसित यस्तो स्थिति छैन। मान्छे किन पञ्चायतकोमा जान्छ? घरमा त लाप्पा परिहाल्छ, कुटिहाल्छ, मानिलिउँ। छेउको छिमेकीले कुरै बुझिदिँदैन। त्यसले गर्दाखेरि पञ्चायतकोमा गयो भने त पञ्चायतकोमा त पक्षपात हुँदैन। पञ्चायतले त जहाँसम्म भाइ तिमी चुप लाग भने त्यहाँ त चुप लाग्नु पऱ्यो। त्यसले गर्दा पञ्चायत के भइदियो? निर्णायक भइदियो, मध्यस्थ भइदियो, मिडिएटर भइदियो, एडभोकेट भइदियो। त्यसो गर्दा पञ्चायतकोमा पुग्यो। पञ्चायतकोमा पनि मिलेन भने कोर्टमा पुग्यो, कोर्टमा पनि मिलेन भने सुप्रिम कोर्टमा पुग्यो। किन भन्दाखेरि त्यो दुई व्यक्तिलाई, दुईपट्टिको कुरालाई तराजुमा हालेर राम्रोसँगले वार्तालाप गरेर मिलाउनका लागि। अब यसो हुँदाखेरि परमेश्वरको सामने कोही पनि मान्छे धर्मी पनि ठहरिन सकेन, कोही निर्णायक पनि भएन। अयुब जस्तो मान्छेलाई एकदम हम्मे 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 पर्यो। त्यसो हुँदाखेरि परमेश्वरले भन्नुभयो, ल मान्छेसँग म फेरि लेखापढी गर्छु, दुई जमरको। अब चाहिँ दोस्रोचोटि प्रयास। यसपालि चाहिँ यो पापी मान्छे, लुते मान्छे, सुन्नुहोस् है, ढाँट्ने मान्छे, सेक्युरिटी जम्मा गर्न नसक्ने मान्छे, पाप गरेकै गर्ने मान्छेको लागि को जमानी बस्ने, को सेक्युरिटी बस्ने? कोही छ मान्छेबाट यस्तो लेखापढी मसँग गर्न सक्ने? छैन। सबै चाउरे पापी सबै चुक्ने मान्छे मात्रै भयो। त्यसो गर्दा प्रभु यीशु मसीहले मान्छेको सन्तानको बिचमा जन्म लिनुभयो। जन्म लिएर चाहिँ उहाँले पापरहित, म चाउरेहरूको लागि जमानी बसिदिन्छु, म पापीको लागि जमानी बसिदिन्छु, म पापीहरूको लागि मध्यस्थ भइदिन्छु। सुन्नुहोस् ल, मध्यस्थ भनेको के हो? मध्यस्थकोमा चाहिँ संसारमा पनि मध्यस्थकोमा चाहिँ फुल एमाउन्ट हुनुपर्छ। फुल एमाउन्ट भनेको चाहिँ मैले चोरेँ अरे, मैले बदमास गरेँ अरे, म जेल गएँ, तर मलाई जेलबाट निकाल्नको लागि वकिल चाहिन्छ। सबजनाले ध्यान दिएर सुन्नुहोस् है, अनि मात्रै बाइबलको कुरा बुझे। वकिल चाहिन्छ। अनि वकिलले जजको अगाडि के भन्नुपर्छ भन्दा, यो 1 नम्बर चाउरे हो, यसले चोरेकै हो, ब्याङ्क फुटाकै हो, यो नम्बर 1 अपराधी हो, तर हजुर यसको पक्षमा चाहिँ स्युरिटी हेर्नुहोस्। स्युरिटी के भन्दा, चाउरेलाई उकास्न सक्ने जमिनको पर्चा, त्यो पापीलाई उकास्न सक्ने फाइन, सेक्युरिटी डिपोजिट बनाउँछ। त्यसले गर्दा एउटा कुनै सानोभन्दा सानो मान्छेले ड्रग्स खाएर कोर्ट के भन्छ जेलभित्र पस्यो भने पनि बेल आउट गर्नुभन्दा अगाडि सेक्युरिटी एमाउन्ट चाहिन्छ। सेक्युरिटी भनेको चाहिँ कोही नोकरी गर्ने छ भनेको चाहिँ यो चाउरेले गरेको बदमास अनुसारको भन्दा ज्यादा कोही खडा हुन सक्ने छ भन्दा नोकरी भएको मान्छेले स्यालेरी सर्टिफिकेट लगेर बुझायो, जमिनको पर्चा लगेर बुझायो भने चाहिँ त्यो चाउरेलाई केही समयको लागि छोडिदिन्छ। अनि यसो भन्छ, जब यो चाउरेलाई कोर्टमा ल्याउनुपर्छ, यो आउन सकेन भने चाहिँ तिमी आउने भन्छ मलाई, अनि हजुर म आइदिन्छु, पक्का आइडेन्टिटी कार्ड बुझाऊ, सबै कुरा बुझाऊ भन्छ। अनि बुझाइसकेपछि या त मलाई फाइन बुझाउन लाउँछ, या त मलाई सेक्युरिटी एमाउन्ट बुझाउन लाउँछ। अनि सेक्युरिटी एमाउन्ट बुझाउन लगाइसकेपछि त्यो चोरलाई, त्यो बदमासलाई चाहिँ क्षेत्र नागेर जानु हुँदैन। सिक्किम काटेर नजाओस्, जबसम्म केस डिसाइड हुँदैन सिक्किम काटेर नजाओस् भन्छ। अनि हुन्छ। इनकेस तलमाथि भयो को जिम्मेवारी हुने भन्दा, त्यो चाउरे मान्छेको लागि, त्यो पापीको लागि, त्यो ड्रग्स खाने, त्यो एडिक्टको लागि चाहिँ म जिम्मेवारी भइसकेपछि मेरो जमिनको पर्चा,
मेरो पैसा रुपियाँ हेरेर चाहिँ अन्त उसले कोर्टले रिहा गरिदिन्छ र त्यो जमानतमा निस्केपछि चाहिँ केस नसकिउन्जेलसम्म चाहिँ म सेक्युरिटी बसेको हुन्छु। सारा संसारको मान्छे पापले गर्दा गरिब छ, कसैले पनि परमेश्वरको अगाडि वचन पुरा गर्न सक्दैन, कसैकोमा पनि त्यो सेक्युरिटी एमाउन्ट छैन। त्यो त प्रभु यीशु मसीह परमेश्वरको अगाडि उभिनु भयो अनि उहाँले भन्नुभयो म चाहिँ फुल सेक्युरिटी दिन सक्छु, यसको लागि म उसको लागि छुटकाराको दाम, मेरो रगतको दाम दिन सक्छु। यो मान्छे नपढेको अनपढ हो, केही जान्दैन, उसको लागि मेरो बुद्धि उसको नाममा लेखाइदिनुहोस्। सुन्नुहोस् है ध्यान दिएर, मेरो बुद्धि चाहिँ उसको नाममा लेखाइदिनुहोस्, मेरो पवित्रता चाउरेको नाममा जाओस्, मेरो धार्मिकता चाउरेको नाममा इन्ट्री गरिदिया जाओस् भनेर चाहिँ ज्ञान, बुद्धि, छुटकारा सबै प्रकारको प्रभु यीशु मसीहमा भएको धन चाहिँ तपाईँ र मेरो नाममा हालिदिएको। हालेपछि पिताले चाहिँ प्रभु यीशु मसीहलाई देख्नुभयो, तिमीले सेक्युरिटी बस्ने, इनकेस चाउरेले उपद्रव बदमास गऱ्यो भने के गर्ने? 24 घन्टा प्रार्थना गर्छु। हिब्रूको किताब 7 अध्यायको 25 पद पढ्नुहोस्। तपाईँ र मेरो पक्षमा चाहिँ प्रभु यीशु मसीहले 24 घन्टा प्रार्थना गर्नुहुन्छ। अनि परमेश्वर पिता जजले चाहिँ सेक्युरिटी एमाउन्ट हेर्नुहुन्छ। सेक्युरिटी एमाउन्ट हेर्दा यीशुको रगतले किनेको छ। यो चाउरे आफै त संसारको ज्ञान बुद्धिमा जिरो हो, तर प्रभु यीशु मसीहको ज्ञान उसको खातामा लेखाइएको छ। लु पढ्नुहोस्। यसै कारण उहाँद्वारा जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ, किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। ल हेर्नुहोस्, त्यसले गर्दा तपाईँलाई कतिचोटि लाग्दो होला कि कमजोर छु, राम्रो क्रिस्चियन हुन सकिनँ इत्यादि इत्यादि धेरैवटा कुरा लाग्दो होला। त्यो सबै शैतानले तपाईँलाई एक्युजिसन लगाएको, शैतानले तपाईँलाई दोष लगाएको। तपाईँको सेक्युरिटी जिजस क्राइस्ट हो, तपाईँको लागि उहाँ मर्नु भएको हो। तपाईँलाई हेरेर परमेश्वरले तपाईँलाई हेरेर कोही परमेश्वर खुसी हुनुहुन्न, जिजस क्राइस्टलाई हेर्नुहुन्छ। तपाईँको नाम हेर्ने बित्तिकै जिजस क्राइस्टलाई हेरेर उहाँ खुसी हुनुहुन्छ। जिजस क्राइस्टले तपाईँको पेनल्टी हालेको, जिजस क्राइस्टले रगतको दाम हालेको, जिजस क्राइस्टले प्रार्थना गरिरहेको कारणले गर्दा तपाईँ यहाँ जिउँदो हुनुहुन्छ। त्यो तपाईँ र मेरो चाहिँ स्ट्रेन्थ बल भनेको जिरो हो, हामी केही पनि होइन, हामी परमेश्वरबाट उभिनै सक्दैनौँ। त्यसले गर्दा परमेश्वरले चाहिँ प्रभु यीशु मसीहमा भएको धनलाई देखेर, उहाँ मध्यस्थ भइदिएको देखेर, उहाँले चाहिँ पाप नगरेको कारणले गर्दा चाहिँ तपाईँ र मलाई चाहिँ यीशु मसीहभित्र हेर्नुहुन्छ भन्छ बाइबलले। यीशु मसीहभित्र जति नै आमा मार्ने विश्वासी, बाउ मार्ने विश्वासी, बलात्कार गरेको, पाप गरेको, ब्याङ फुटाउनु भयो, भोलिपल्ट 7वटा मर्डर गर्नुभयो र पश्चाताप गर्नुभयो भने पनि प्रभु यीशु मसीहको रगतले तपाईँलाई अनुमति दिएको होइन। तपाईँ त्यहाँसम्म गिर्नु भयो भने पनि पवित्र आत्माले तपाईँलाई अन्तर्विन्ती गरेर भित्रबाट तपाईँलाई जगाएर चाहिँ यीशुको नाममा उभ्याएरै छाड्छ। त्यस्तो शक्तिशाली रगत हो। त्यसले गर्दा बाइबलले भन्छ, पहिला कोरिन्थी 1 अध्यायको 30 पद अनुसार के पढ्छ पढ्नुहोस् त, अनि बुझिन्छ। अनि म बिस्तारै बुझाउँदै लान्छु। पहिला कोरिन्थी 1 अध्यायको 30 पद। उहाँद्वारा नै तिमीहरू ख्रिस्ट येशूमा छौ, परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता देख्नुभयो। तपाईँको पक्षमा प्रभु यीशु मसीहले के हाल्नुभयो भन्दा, यो पापीको पक्षमा मेरो पवित्रता म यहाँनिर जमानी राख्छु। म यसलाई के गर्छु? सेक्युरिटी राख्छु। मेरो पवित्रता मैले यसलाई दिएको छ। यसको लागि म मरेको, मैले माया गरेको। यसको ज्ञान केही छैन, मेरो ज्ञानमा गन्दिनुहोस्। यसको बुद्धि केही छैन, मेरो बुद्धिमा गन्दिनुहोस्। उसको छुटकारा म हुँ, ऊ आफै छुटकारा गर्न सक्दैन, म हुँ भनेर भनिसकेपछि चाहिँ परमेश्वरले चाहिँ एउटा क्रिस्चियनलाई प्रभु यीशु मसीहको नाम पुकार्नेलाई चाहिँ प्रभु यीशु मसीह भित्र देख्नुहुन्छ। सबजनाले भन्नुहोस् है, कहाँ देख्नुहुन्छ अरे? भित्र। तपाईँलाई मात्रै हेऱ्यो भने त तपाईँकोमा त केही त छैन, मेरोमा मात्रै केही छैन। प्रभु यीशु मसीह भित्र देख्नुहुन्छ। अब कलसीको किताब 3 अध्यायमा आउनुहोस्। कलसीको किताब 3 अध्याय, 3 अध्यायको 3 पद पढ्नुहोस्।
किनकि तिमीहरू मरेका छौ तिमीहरू मरेका छौ। र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। मरेका छौ भनेको के भनेको? तिमीहरूमा केही पनि छैन भनेको। तिमी त पापमै मरेको, केही सबै 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 कुरामा मरेको। तिम्रो आत्मिक स्तर छैन, तिम्रो आत्मिक स्ट्यान्डर्ड छैन, केही पनि छैन। हुन पनि हाम्रो केही पनि छैन। हामीले बिहान प्रार्थना गर्दा जति नै राम्रो प्रार्थना गरे पनि कसको नाममा गर्नुपर्छ भन्नुहोस् त? प्रभु यीशुको नाममा गर्नुपर्छ। प्रभु यीशु मसीहद्वारा भएर मात्रै पिताकोमा पुग्छ। र प्रभु यीशु मसीह चाहिँ हाम्रो मध्यस्थ हुन्छ। त्यसले गर्दा हाम्रो प्रभु यीशु मसीह सब कुछ हुनुहुन्छ। अनि उहाँले चाहिँ प्रभु यीशु मसीहले चाहिँ तपाईँलाई कति साह्रो माया गर्नुहुन्छ भने बरु तपाईँलाई प्राप्त गर्नको लागि स्वर्गको परमेश्वरबाट उहाँ त्यागिनु पर्यो। सुन्नुहोस् है राम्रोसँगले, स्वर्गको परमेश्वरबाट उहाँ चाहिँ बरु त्यागिनु पर्यो। किन भन्दा तपाईँलाई अँगालो मारौँ भन्दा तपाईँको पापले गर्दा तपाईँको पाप आफूमाथि बोक्नु पर्दा परमेश्वर पिताले बरु बेशक प्रभु यीशु मसीहलाई त्यागिदिनु भयो। कति भयङ्कर कुरा हो। त्यागिदिनु भनेको नरक हो। सबजना भन्छ त्यागिदिनु भनेको के हो? जब परमेश्वरले कुनै व्यक्तिलाई त्यागिदिनुहुन्छ, त्यागिनु भनेको नरकमा पर्नु भनेको। जब प्रभु यीशु मसीह गेतसमनीको बगैँचाबाट कल्भरी क्रुसमा जानुभयो, त्यति बेला प्रभु यीशु मसीहले पितासँग अनन्त 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 उपभोग गरेको, त्यो आनन्दपूर्ण परमेश्वरको उपस्थिति उपभोग गरेको। तर क्रुसमा आउँदाखेरि तपाईँ र मेरो पाप बोक्दाखेरि परमेश्वर पिताले प्रभु यीशु मसीहलाई त्यागिदिनु भयो। कस्तो भयङ्कर हो! त्यागिदिँदाखेरि मैले भने त्यागिदिनु भनेको नरक हो भने हो कि होइन सर? त्यागिदिँदाखेरि चाहिँ उहाँले सम्पूर्ण मानव जातिले आदमदेखि लिएर गएर अब संसारको अन्तिम जन्मिनेवाला मान्छेसम्म जति पाप गर्छ त्यो सबै पापको नरकलाई उहाँले आफूमाथि बोक्नु भयो। अनि अनन्तको परमेश्वर भएकोले गर्दा उहाँले 3.5 घन्टाभित्र सबै अनन्तलाई लिलिदिनु भयो। त्यो घडी चाहिँ पिताले उहाँलाई त्यागेको थियो। तपाईँ र मलाई पाउनको लागि उहाँ त्यागिनु भयो कि भएन भन्नु सबजनाले? तर तपाईँलाई चाहिँ के भनेको छ? तर म तिमीलाई चाहिँ कहिल्यै छोड्दिनँ, कहिल्यै त्याग्दिनँ भनेको छ। हिब्रूको किताब 13 अध्यायको 5 पद पढ्नुहोस्। तपाईँलाई चाहिँ त्यसो भन्नुहुन्छ? बरु म परमेश्वर पिताको त्यो आनन्दित उपस्थितिबाट त्यागिएँ 3.5 घन्टा, तर तिमीलाई अँगालो मार्नको लागि मैले, तिमीलाई पाउनको लागि मैले त्यसो गरेँ, नरकको दण्ड भोगेँ। त्यति गरेर मैले तिमीलाई आफ्नो बनाएको, तिमीलाई चाहिँ छोड्दिनँ, तिमीलाई चाहिँ त्याग्दिनँ भन्नुहुन्छ तपाईँको प्रभुले। तपाईँलाई लु पढ्न सकिन्छ? किनकि उहाँ आफैले भन्नुभएको छ म तिमीलाई कुनै रीतिले छोड्ने छैन, कुनै रीतिले छोड्ने छैन। न त तिमीलाई कुनै रीतिले त्याग्ने छु। कस्तो चाहिँ ह्यान्डसम, कति चाहिँ लाइकको, कति चाहिँ प्यारो, कति चाहिँ सुन्दर, कति चाहिँ माया गरेको तपाईँलाई लु भन्नुहोस्। त्यसले गर्दा प्रभु यीशु मसीह पापीको मित्र हुनुहुन्छ। कहिल्यै प्रभु यीशु मसीहले तपाईँलाई दोष लाउनुहुन्न। केही भुल छ, केही त्रुटि छ र देखाउनु पर्यो भने 5वटा कुरा पहिला सर्काएर भन्नुहुन्छ। अम्माइमा तिमी त कति राम्री भन्नुहुन्छ पहिला चाहिँ। दिदीबहिनीले भनेपछि यस्तो कुरा कहाँ लेखेको छ? पहिला चाहिँ सर्काएर भन्ने, अनि भरे लास्ट अलिकति चाहिँ यतापट्टि दाग लागेको रहेछ भन्ने। कहाँ होला लु भन्नुहोस्? हजुर बहिनीले भन्नुभयो ठिक। प्रकाशित वाक्यको किताबमा चाहिँ हाम्रो प्रभुले चाहिँ कहिले दोष लाउनुहुन्न। पहिला चाहिँ सर्काएर भन्नुहुन्छ। आम्मा के साह्रो राम्रो, अलिकति कुर्ताको छेउमा चाहिँ अलिक दाग लागेछ। तिमी त कति राम्री, फुल जस्ती राम्री, जुन जस्ती राम्री भनेर सर्काएर, तिमीले बनाएको चिया नै राम्रो, तिमीले बनाएको खानै राम्रो, त्यो टेढा रोटी पनि इन्डियाको म्याप जस्तो कति राम्रो भनेर लास्टमा चाहिँ अलिकति बुढी अम्लाको नङ चाहिँ लामो भएछ भने मन दुखाउँछ नि त्यो बेहुलीले। सर्काएर मात्रै पुगेपछि त उम्लेपछि त त्यो त देख्दैनन् कि, अथवा छिटो गरेर नङ काट्छन्, कसो गर्छन् अब मलाई थाहा छैन। त्यस्तै प्रकारले प्रकाशको किताबमा हामी त्यस्तो कुरा पाउँछौँ। अहिले हामी पढ्दैनौँ त बहिनीले भनिदिनु भयो। तपाईँले हेर्नुहोस् हाम्रो प्रभु यीशु मसीहले चाहिँ कहिले दोष लाउनुहुन्न।